लु बहिनी चिया पनि आयो, अब दुईजना बसेर खाउँ। हेर न फेरि यति बेलै बिस्कुट पनि सकिएको रहेछ कि। हुन्छ कि भाउजू, बस्नु न तपाईँ चाहिँ, यसो गफसफ गर्न पनि छ तपाईँसित। चिया सेलाइसक्यो बहिनी, खानु चिया? हजुर। अनि बहिनी अचानक आउनुभयो तपाईँ, सबै ठिकै छ नि घरमा है? हजुर, घरमा सबैलाई राम्रै छ, ठिकै हुनुहुन्छ सबैजना। तपाईँको चाहिँ भाउजू दादाहरूलाई राम्रै छ नि? घरमा सबैलाई ठिकै छ नि है? सबैलाई राम्रै छ बहिनी, दादालाई पनि। ए होइन, के सोच्नु भएको यसरी? के भयो बहिनी, के सोच्नु भएको? साँचो भन्नु न, के भइरहेछ भन्नु त? के भन्नु भाउजू, घर छोडेर आएको के म त? वाक्कै पार्नुहुन्छ ज्वाइँले, रक्सी खाएर कुटे। त्यही भएर म त एकेबारे अब आएको यहीँनिर बस्नको लागि। सह्य गर्न सकिनँ भाउजू, म त कति सह्य गर्नु लु भन्नु त? दिन रात किच जहिले सधैँ त्यस्तै हुन्छ भाउजू। के मलाई त लागिरहेको थियो केही न केही त छ भनेर। त्यसै त आउने मान्छे होइन त्यसै। अब चाहिँ मर्नै परे। के सोच्नु भएको भाउजू? ए केही होइन, यत्तिकै त्यही तपाईँको कुरा सोचेको। के भन्नु अब, हेर्नु त थेत्तेरिका ज्वाइँ त्यस्तो खालको हुनु त रहेछ। थाहा नै भएन नि बहिनी, म त कति मजाको सोचिरहेकी थिएँ ज्वाइँले। होइन अब कसरी भगाउनु यसलाई यहाँदेखि? बहिनी तपाईँ बस्दै गर्नु ल, म यो कापसाप धोएर आउँछु। अब चिन्ता नलिनु, हामी छँदैछौँ नि। म दादालाई पनि भरे कुरा गर्छु नि त है। ल चिन्ता नलिनु, जानु कपडा सपडा फेरेर आउनु, जानु।